छ र अब भने यो माइक्रोफोनमा हाम्रो मौलिक पञ्चबाजा प्रतियोगिताका निर्णायक संयोजक राष्ट्रिय लोकता डोरगीत प्रतिष्ठान नेपालका पूर्व केन्द्रीय अध्यक्ष वर्तमान संरक्षक राष्ट्रिय लोक भजन चौरका संरक्षण प्रतिष्ठान नेपालका संस्थापक केन्द्रीय अध्यक्ष वरिष्ठ कलाकार पार्टी आदरणीय नायक प्रजापति राजज्यूलाई यो माइक्रोफोन म हस्तान्तरण गर्दछु। धेरै धेरै धन्यवाद छ राष्ट्रिय लोक तथा डोरगीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव यो कार्यक्रमका उद्घोषक जीवनदाल प्राज्ञ जीवनदाललाई। मैले ढिलो नगरिकन दुला बाबु यता आऊ, यहाँ अघि नै दुलैको माइतको यो पछाडिपट्टि घर तयार गरेको दुलै त्यहाँ होलिन् भने हेर्न गएको दुलै हराइछ। खोइ दुलै ल छिटो दुलै यता अगाडि देखाउनु त, म त दुलै हराइ भनेर यहाँ बडो बिजोगमा परिरहेको थिएँ। ल अब हामीले यो नववर्ष 21औं नववर्ष फेवा महोत्सवलाई सफल पार्नका निम्ति यो पोखरा यो होटल सङ्घले नौमती बाजा प्रतियोगिता राखेको छ। यही सन्दर्भमा हिजो 3वटा टिम भए, अब आज 4वटा टिम छन्। आजको यो पहिलो टिम हो सगरमाथा नौमती बाजा पोखरा 14 छिनेडाँडाको टिम। ल अब कति ढिलो नगरिकन साईपाटा पनि अगाडि लिएर आउनु भएको रहेछ। अहिलेको यो टोलीले साईपाटा अलि खानदानी रहेछ, यो विवाह भन्नु पर्यो। अब हिजोको हिसाबमा खानदानी रहेछ है त। अब आइसकेको छ, चन्दनी पनि ल्याएका छन्। अब अहिले त गाडी लिएर जाने चलन थियो, तर हामीले गाडी होइन दुला घोडामा जाने, दुलै चन्दनीमा जाने भनेर चन्दनीको व्यवस्था पनि गरेका छौँ। अब मैले ढिलो नगरिकन ल दुला बाबु पण्डित ल अब मन्त्र सन्त्र जाने भए माइक दिन पर्यो, नत्र त्यहाँ कटाकुटो गराएर दुलालाई अम्काइहाल्यो त, ढिलो गर्ने होइन। अब भने जन्ती पर्सनी समय आएको छ, जो पण्डित बाले चाहिँ के गर्दै हुनुहुन्छ। ल माइक समाएर बोल्ने हो, ल छिटो गरौँ। ल फटाफट गरौँ। ल यति बेला के बाजा बजाइन्छ विचार गर है। पहिला दुलैलाई ल्याएर स्वयंवर गरेर जन्ती पर्सन पर्ने हो। उल्टो र पाल्टो नम्बर दिएर गाह्रो पो छ। ल रीति त यो है, रीति यो होला। ओए आइस हेर है, हाम्रो आयोजकको तर्फबाट एकजना निर्णायक हुनुहुन्छ। अहिले पर भन्नुभएको छ, हिजो यहाँ हुनुहुन्थ्यो। हिजो स्टेजमा आज एउटा साइडबाट हेरिरहनु भएको छ, तपाईँले नि ख्याल गर्नु होला। ल आयो माइती नाच्दै आयो, जन्ती नै नाच्छन् पहिला त। ल दुलैलाई ल्याउनु पर्यो। दुलै खोइ दुलै भेटिन्, दुलै हराएर आइया। ल जन्ती पर्सनी काम भयो। जन्ती पर्सिकन ताल काटिकन आउनु खै। अहिलेका दुला यति खुसी हुन्छन्, पहिलाका रोएर बस्थ्यो, अहिले पहिल्यै नाचेर मऱ्यो। ल्याएको जमानाले ल्याएको सही रमाइलो यही हो। दुलैकी दिदी सबभन्दा मोटी रहेछ। ल तपाईँले जन्ती पनि बसिसक्नुभयो, ख्याली ताल पनि बजाउनु भयो। ख्याली बजाउनु भयो, ताल काटेर ख्याली बजाउनु भयो। अब तपाईँलाई माइती पक्ष पहिलो हामी जन्ती जाँदा बाजा कति ल्याएछौ भनेर सोध्थे। 9वटा भन्थ्यौँ। ताल कतिवटा भन्थे? 36वटा भन्थ्यौँ। त्यो 36वटा तालभित्र विभिन्न ताल माइतीले न्यु खोज्दै बजा भन्दै गर्थे। आज माइतीको तर्फबाट, हाम्रो यहाँ माइतीको तर्फबाट राष्ट्रिय लोक तथा डोरगीत प्रतिष्ठान नेपालकी पूर्व केन्द्रीय सदस्य कलाकार कल्याणकारी अक्षय कोषकी वर्तमान सदस्य वरिष्ठ लोकदोहोरी गायिका पार्वतीजी सी माइतीको तर्फबाट एउटा गीत टुक्का दिनु होला। टुक्का होइन, बाजा बजाउन आएकालाई टुक्का दिइन्छ नि एउटा। कुनै बाजा बजाउनु टुक्का गाइदेऊ। भाका लय जे दिन मन लाग्छ त्यही देऊ। ल
हिजो अस्ति त्यहाँ टिकट सिकट पनि लाएको थियो उसले पनि भनेको थियो 3-4 बाजाको तालके गीत हो है बाबु यो राम्रोसँग सुन्नु फेरि यो पनि नम्बर आउने चिज हो नि त होइन हो फेल हुन्छ न अरू फेरि के गरुला म तिमी बिना मुटु कान्छ सोच्न नि सक्दिन काली तरौला तिम्रो नभए कसो गरौला ल माइती गीत झिल्मी नाच्ने हो फेरि ल अब माइती नाच्न पाइन्छ या आउनुहोस् माइतीहरू नाच्न पाइन्छ मजाले यहाँ अगाडि हाल्दिनु तपाईँ सबै दर्शक श्रोताहरू माइती हो ल इच्छा भएर नाच्न पाइन्छ है हजुर इच्छा भएर नाच्न पाइन्छ ताल छोटो छोटो गर्नु होला घोडा बताएको घोडा भाग्ला फेरि घोडा आफूलाई पिराउनु म अब यो लामो तालको यो 4 नम्बरे ख्याली स्टाइलको भाका माइती पार्वतीजीले दिनुभयो भने अब अलि लोकगीत टाइपको भाका एउटा प्रस्तुत गर्नका लागि आजको अतिथि कलाकार म हाम्रो मनोहरी दाललाई झप्प नाच्न मिल्ने खालको मेरो माया के साह्रै गएको कति धेरै दाइ रमाइलो भएको हृदय सदा भाका दिने कोही हुनुहुन्न त माइती बक्स अम्बोट हो हामी अम्बोट हो कि हामी अम्बोट वसुन्धरा पार्कनिर यता आइज यता रमाइलो भइन्छ लौ तैँले लौ इन्जोय गर हामी पनि भर्खरै आएको खोइ कसले दिन्छ भाका हो आमा भान्जी खोइ ल हेराउनु पर्यो अगाडि ल यो हुलबाट एउटा माइती निक्ले है यी ल भाका दिन ल आउनुहोस् ओके त नि ल भाका दिइहाल्ने यहाँ र दिने फेरि हिजोका चाहिँ बादनको कुराहरू हुनै लाग्थेन ल ए यो बहिनीलाई कता हो कता देखे जस्तो दाइ लाग्दैछ मलाई त अब नाच्यो फेरि ल हो नि आए माइती धम्मा धम आए है शाबाश ओहो नाच खत्वा छ है माइतीहरू भन्दा अब हाम्रो नियमअनुसार हाम्रो मूल्याङ्कनको फर्ममा लेखिए अनुसार तपाईँले सबै बाजा बजाउँदै आउनु भएको छ हामीले एउटा टपिसमा यहाँ भजन पनि भनेका छौँ त्यो भजन लय दिनका लागि म हाम्रो नवराज अधिकारीलाई अगाडि आमन्त्रण गर्दछु राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीको प्रथम उपाध्यक्ष
हे भगवान भक्तजनको श्रद्धा भक्ति ध्यान दृष्टि दिएर भक्तजनको श्रद्धा भक्ति ध्यान दृष्टि दिएर दर्शन दिन आउनुभयो पार्वती लिएर हुनुभयो सवारी बेहुला घोडा लिएर आउँछ त घोडा खोइ त्यो बाटो छोडिदिनु है घोडा लिएर घोडा मागाउनु पर्यो मलाई अब डोली त्यो दुलैको बाउ खोइ दुलैको बाउले अब चाम्नानीमा दुलैलाई घुमाएर चलाउनु पर्यो अनि दुला घोडामाथि जग्गा पर्यो दुलै चाम्नानीमा घोडासित लिएर आइजाऊ घोडा खोइ कता यस्तो छोडिदिनु त घोडा दुलालाई ल अब दुलैको बाउले त्यो चाम्नानी घुमाएर दुलैलाई चाहिँ चाम्नानीमा चढाइदिने दुला घोडामाथि छोड्ने नमती बाजावाला दिपक तपाईँहरूले चाहिँ नि पटेनी ताल बजाउँदै दुलै लिएर अघि दुला मात्रै लिएर आउँदा बजाइएको बटुवा पार ताल अब दुलै सँगसँगै लिएर जाँदा बजाइएको पटेनी तालमा पनि तालका हरेक ताल छन् बेताल होइन त्यस कारण त्यो ताल बजाउनु होला माइती धेरै अलि रमाइलो रहन्छन् नाचेनन् उफ्रेनन् आएनन् खोइहाल्नु हाम्रो बाबामा माइती नाचेर झगडा आउँथ्यो यहाँ त नाच्दैन ल दुला अब चाम्नानीमा दुलालाई एकछिन रोक बाबु रोक ल दुला चाम्नानीमा दुलै चाम्नानीमा पछ बाजा अगाडि एकछिन जङ्गलमा दुलालाई चढाइदियो अब लोड त हिँडेका हिजो दुला लोडेर हवन जोखा गाई जान्छ घोडा चढ्दाखेरि कति रमाउनु दुलैलाई ल उल्टो पकाउला दुलालाई सुल्टो लगा कमर काटिन्छ ल दुलै अगाडि दुलैको साथमा दुला पहिला दुला ल्याउन हुन्न आजबाट दुलैले जित्यो अब सबै पक्ष सुनेर बस्नुपर्छ ल अगाडि लाग्यो ल दुलालाई हिँड दुलालाई गाउँ ओ दुलालाई लैजान घोडा लैजा दुलै नै छुटाइदिन्छ जस्तो लाग्यो ल ल्याउनु अब यो माइक्रोफोन जीवनदाललाई हस्तान्तरण गर्दै म अर्को ग्रुप लिन गएँ फेरि धन्यवाद सर यो बेहुली लिएर यो ग्रुप चाहिँ फेरि अब गौरीघाट हुँदै बाराई घाटमा जानेछ र अर्को ग्रुप आउनेछ तपाईँ यहीँ बस्नुको लागि अनुरोध गर्छु अझै राम्रा प्रस्तुतिहरू बाँकी छन् बिचरा बेहुली रुँदै अब दुलाको घरतर्फ जाँदैछ तपाईँहरूले पनि पहिला बिहे गरेर चान्दनी चढेको कति घोडा चढेको हुनुहुन्थ्यो भने सम्झना आयो होला पछिल्लो क्रममा त यो क्रम मेटियो छँदै छैन पाइँदैन